सम्पूर्णमा नमस्कार। आज चाहिँ म केटाकेटीलाई लगाउने रिबन बनाउन जाँदैछु। आफैले कस्तो हुन्छ हेर्नु है। त्यसको लागि मैले रिबन लिएको छु, अनि कैँची, अनि दुईटा धागो, दुईटा रबर, दुईटा मात्रै बनाउँछु म चाहिँ। अब फर्स्ट टाइम हो, बिग्रिने हो कि। अनि एटिएम पनि लिएको छु है। अनि हेर्नु है अब कस्तो एटिएम चाहिँ किनभने नि ठ्याक्क यो काट्नलाई सजिलो हुन्छ। यस्तो गर्ने यहाँनिर, अनि एउटा यो दुईटै एकैचोटि काट्दा हुन्छ। यो दुईटा एउटा रबरको लागि हुन्छ। ठ्याक्कै यसरी बराबरी हुन्छ क्या यसरी काटेपछि। अनि यसलाई फेरि यस्तो गरेर यहाँ बिचमा काट्दिने। भयो हैन। अनि यसलाई यस्तो गर्ने, अनि यस्तो गर्ने कि यस्तो गरेर यहाँ सिलाइदिने, ठ्याक्क यस्तो मिलाएर। कस्तो हुन्छ हेर्नु है। यति भयो सजिलो पनि हो, दह्रो पनि हुन्छ। अनि ठ्याक्क सिलाउने गरेर ल ठ्याक्क यो एउटा, अर्कोलाई पनि त्यस्तै गर्ने। यसलाई पनि यही धागोमा यस्तो गर्ने, ठ्याक्क यसरी बिचमा बराबरी बनाउने। ठ्याक्क सिलाइदिने। अनि यस्तो ठ्याक्क यो भयो। अनि यसलाई तल राखेर हल्का अनि तान्दिने यस्तो गरेर, ठ्याक्क यस्तो मिलाएर। ल यो दुईटालाई तान्दिने, यसलाई बटार्दिने एक दुईचोटि ठ्याक्क। अनि यो बिचबाट यस्तोरी सिलाउने। अनि रबर लिने ठ्याक्क, अनि सिलाइदिने एक दुईचोटि सब। यहाँ अलिकति उ गरेर गाँठो पारिदिने, खुस्किँदैन नि टक्कसितले। हेर्नु त कस्तो राम्रो हुने र। अब म अर्को पनि बनाउँछु, अनि दुइटै देखाउँछु ल बनाएर। हेर्नु त कस्तो राम्रो हुने रहेछ, साँच्चै राम्रो हुने रह। मैले त ट्राई गर्नलाई अब यस्तै गरी थुप्रो बनाएर राख्दा नि भयो, बनाएर बेच्दा पनि भयो। म चाहिँ मेरो छोरीको लागि बनाएको, दह्रो पनि हुन्छ। तपाईँहरू पनि ट्राई गर्नु है त। ल बाई बाई।